हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी पाथिभर दर्शनको लागि जाँदैछौँ दुई बुढाबुढी मिलेर हैन। हेलो गर्दै एकचोटी बुढी है। अनि बाइकमा जाँदैछौँ है। यो हाम्रो आज हाम्रो बसन्ती हो वहाँ पुर्याउने ठक्क सुन्दर रहेछ। एकबाट जाँदैछौँ भर्खर निक्लिन लागेको 5 बजेर 1 मिनेट ठ्याक्कै 5 बजे हामी निक्लिँदैछौँ। अब हामी कति बजे पुग्छौँ के गर्छौँ बाटोमा कता कता जान्छौँ भन्ने हामी अपडेट गर्दै जान्छौँ। अहिले हामी चाहिँ यता धरान हुँदै उँभोबाट जाने यता सर्टकट बाटो जाने भनेर हामी सोच्दैछौँ। के कस्तो बाटो छ नयाँ बाटो नयाँ ठाउँ हेर्दै जाउँ। लेट्स गो। चिसो मौसम छ है। चिसो मौसममा हामी जाँदैछौँ। ल अब हामी कतिखेर पुग्ने भन्ने चाहिँ लागिरहेको छ। Stop. बाघ भालु भुतले केही पनि खाएन है। त्यही भएर उज्यालोमा धरानको टुप्पोमा आइपुग्यो। अब चाहिँ हामी जान्छौँ सारनकोटको होइन धरानको बाटो। ओ साथीहरू हामी बल्ल बल्ल भेटान आइपुग्यो है। भेटाको माथि टावर एउटा चुकाइदिएछ। चोकदेखि नै हामी अझै जाँदैछौँ दाहिनेपट्टि। कोशी प्रदेश पर्यटन वर्ष 2082। यहाँदेखि चाहिँ अँधेरी ओह्रालो सरर लाग्यो। धेरै टाढा घुम्दा घुम्दै तिमीलाई भेटेको भन्थ्यो खै कोही भेटिँदैन। आफ्नो बुढी मात्रै भेटिरहेछ है। त यहाँदेखि त सारा रहेछ त नि। आन्टी आउँदो रहेछ। अलिकति तलबाट त्यहाँ याखा होटलदेखि दाहिनेपट्टि मोडिङ पुरै ग्राभल बाटो रहेछ। हिलो हिलो चढ्दैछौँ। अब पुगिन्छ कि के हुन्छ थाहा छैन। बाटो चाहिँ रमाइलो रहेछ। हिलो बस पनि आउँदै रहेछ अगाडिबाट। बाटो मेरो बुढीले आज बाटो
अब कताबाट हो हामी फेरि अलिकति ग्राभल बाटो कटेर त्यो हिजो हाली बाटो काटेर पिच रोड बाटो पक्रियौँ। पिच चाहिँ भन्दैछ अलिक परसम्म कहाँसम्म रहेछ जाउँ। 7 बजिसकेछ। राम्रो बाटो आइपुग्यो क्या हो बुढी। अलिक राम्रो बाटो छ त। हिजो हालो जुत्ताको हालत हेर त कस्तो चाहिँ जुत्ताको हालत। बुल्दरे होला फाइनली हामी चाहिँ अब राम्रो बाटो आयौँ। चाहिँ एक जोड चप्पल होला त मेरै हालत हुन्छ है। यहाँ हामी माता दर्शन गर्न गएको। यहाँ मामा खोला भिडियो गर्दा लास्टै डराएपछि हामीले भिडियो निकाल्न सकेनौँ। टक्क जोडेर हाल्छौँ। अब हामी आधी बाटो रोकेको
हिमालको फेदी आइएछ घामले तल हिमाल टल्केको छातीभित्र राम्रो हिमाल। ग्राभल बाटो हिँडेको लगभग आधी घन्टा भयो। ग्राभल सकिँदैन त ग्राभल भन्ने यता अलिक ठिकै रहेछ बाटो। अब तराईको बाटो हुनु भने धुलोले बुङ बुङ हुन्छ होला पाउडर जस्तो। पाहाडको बाटो भएर अलिअलि मात्रै धुलो छ गाई मात्रै। ठिकै छ बाटो राम्रै छ आनन्दै छ। पाहाडको फेरि खोलाको किनार जाँदैछु गरेर सारेर अब कति कहाँ आइपुग्यो थाहै छैन। कति घन्टामा पुगिन्छ भन्ने लागिरहेको थियो। हामी चाहिँ भारापाको सल्लेरी भन्ने गाउँ आइपुग्यौँ है। सल्लेरी सल्लाह भन्छन्। कहाँ छ सल्लाह म त देख्दिनँ पो है। सल्लाहको कटर छ त भाइ मेरो टाँकी रहेछ। अनि सल्लेरी चाहिँ यहाँ चाहिँ ठाउँ किन भयो त? यो चाहिँ मेरो साडु दाजुको गाउँ। तिमीहरूको घर दिदीहरूको देखाउन त यतातिर दिदी हाम्रो दिदीहरूको गाउँ यता तलतिर सल्लेरी आयो। अब सल्लाघारी सल्लारी आयो। भर्खर दोस्रो सल्लेरी गोल्ड कप 2082मा पाल्नुहुने सम्पूर्ण खेलप्रेमी मेला तथा देखिनँ मैले। अब सल्लेरीबाट नै हामी उकालो लाग्यौँ है। अब उकालो अझै हामी अब ताप्लेजुङ पुग्नलाई लगभग 65 किलोमिटर छ। ताप्लेजुङ पछि अझै माथि कति किलोमिटर छ हेर्दै जाउँ। सल्लाघारी खै त यो एउटा सल्लाह कता सल्लाह देखिँदो रहेछ। अहिले चाहिँ हामी ठक्क काबेली खोला आइपुग्यौँ। काबेली खोलामा टक्कसँगले सानो यो रहेछ मन्दिर खोलाको। हामी ढोगेर दर्शन गरेर जाँदैछौँ। हामी काबेली अब यहाँदेखि अर्को लाग्यौँ। हामी चाहिँ उँभो काबेली खोलादेखि अब माताको दर्शन गर्न लाग्यौँ। उकालो यहाँदेखि उकालो अहिले चाहिँ है हामी फुङलिङको नगरपालिका भन्ने ठाउँमा आइपुग्यौँ। फुङलिङ नगरपालिका 3 गऱ्यौँ। फुङलिङको ढुङ्गाहरू हेरौँ है। यस्ता मजाका ढुङ्गाहरू छन्। बाटो पनि कति सानो फुङलिङको त जापानले बनाएको जापानिज हाउसको लागि जस्तै छ त बाटो। ल्याङ्बा 2 किलोमिटर है। अब ल्याङ्बा नाम ल्याङ्बा आउन 2 किलोमिटर। नेपालको हरियाली चाहिँ हो क्या कति बसी चलेर चाहिँ। अहिले चाहिँ हामी फुङलिङबाट उकालो लाग्यो माथि भएर जाने बाटोतिर छिर्दैछौँ। आउँदैछौँ हामी आउँदैछौँ।
हुनिया जय माता नजिकै आएछौँ अब ताप्लेजुङ कति नजिक आउन आँट्यौँ अब यतातिर घरहरू अलि बाक्लो बाक्लै देखिन थालेका छन् त्यही भएर आयौँ कि भन्ने लागिरहेको बाटोमा घर हुन्न एउटा अब हामी पार्टी भएर जाँदैछौँ पार्टी भएर जाने बाटो यतातिर यहाँदेखि उकालो यता मकै घर पनि रहेछ यही हो क्या बजार बजार त होइन नि यो त होइन र अहिले चाहिँ हामी ताप्लेजुङ बजार ठ्याक्कै ताप्लेजुङ आइपुग्यौँ बजारमा अब यहाँदेखि हेर्दै जाँदैछौँ कता कता बाटो भनेर होइन बजारमा यस्ता यस्ता छन् यहाँका गाउँका चेलीबेटीहरू यी अङ्कलहरू बजार हेर्दै ताप्लेजुङको बजार घरहरू कति राम्रा राम्रो सुन्दर अति सुन्दर छ बाटो चाहिँ एक मिस्टेक चैट हुन्छ र अब चाहिँ हामी यहाँबाट ताप्लेजुङबाट लाग्यो उकालोतिर उकालो ओह्रालो उकालो गर्दै चरातिर चाहिँ हामी पार्टीबाट जाँदैछौँ अब चाहिँ एकैचोटि हामी एयरपोर्ट पुगेर यो खिच्छौँ बाई अब चाहिँ हामी सुकेटार इन्ट्री गऱ्यौँ यहाँदेखि पार्टीबाट माताले हामी सबैको कल्याण गर्नु सहायता कक्ष देखेँ त होला बाटो होइन हौ गाडी त त्यो यो बाटो यतै हो नि है मन्दिर जाने गाडी बाइकै जानु पर्यो प्रत्येक घरमा चाहिँ गाडी स्कर्पियो प्रत्येक घरमा स्कर्पियो क्या गाडी सबै पार्टीबाट जाने गाडी सुकेटारबाट नि हामी बाइकमै जाने बाइकले विमानस्थलतिर जाने रहेछ सही जाँदैछौँ है हो सही छु माता जान्छ अब चाहिँ ट्राभल सुरु है साथीभाइ हो ट्राभल आउँछ ढेडुमुखे हुने ठाउँ आयो हाम्रो गाउँमा पनि एउटा ढेडुमुखे छ सुकेटारदेखि माथि लागेपछि त बाटो त हौ साह्रै गाह्रो पो रहेछ गल्चा घोडामा हिँड्ने भन्दा पनि साह्रै खतरा हुने रहेछ तर बिस्तारै यो बाटो बन्दै रहेछ अब 1-2 वर्षमा बन्छ होला भन्ने लागिरहेको छ अहिले चाहिँ यस्तो गर्छ हात खुट्टा दुखेर गाङराङ गुङगुङ भइरहेको छ है गाडीहरू कस्तो अवस्थामा छ गाउँका लोकल कुखुरा अब हामी उँधो झर्दैछौँ ठ्याक्कै बगारै जस्तो छ
सक्नेले चाहिँ आउने सानो फेदीसम्म बाइक जान्छ अरे यस्तै बाटो नसक्नेले चाहिँ तलै सुकेटारतिरै बाइक राखेर गाडी स्कर्पियोहरू आउँदो रहेछ अब त्यसमा आउने है नत्र पनि हालत यहाँ माथि पुग्छ मसा दिने रहेछ हुन त मन्दिर गएको कहाँ सुख पाइन्छ अरे सुखले गयो भने त के अब मन्दिर गएको भएर यसो कष्ट पनि त गर्नु पर्यो र हामी चाहिँ अब इन्ट्री भयौँ है यो हाम्रो बहिनी चाहिँ के अरे झापाका खेलाडी झापाका खेलाडी कुन क्लबको पुग्नु भनिदेऊ न यार एकचोटि हल्का देऊ न मेरो यार हल्का देऊ न यार हान त हाम्रो कुन क्लबबाट बुनिहरू आज भेट भएर टक्कै उनीहरूलाई खेल्दै टक्क एफसीबाट बुनु कुन बहिनी अरे नाम तिम्रो नेक्स्ट प्लिज हाम्रो बहिनीहरूसँग पुरा आज पूजा म त मेरो त छ मैले जोडेको छु ए तपाईँ पनि जोड्नु हाम्रो दिदीलाई बुटलको दिदीलाई हातले छेक्यो अरे अब चाहिँ नछेकिकन अनि मेरो चाहिँ जय पाथी भएर माता भन्ने चाहिँ कहाँ कसले लानु भएछ पनि ए यहाँ हाम्री म्याडम यहाँ हुनुहुन्छ भित्र हामी इन्ट्री गरिसक्यौँ होइन इन्ट्री गरिदिउँ अनि हाम्रो यहाँ त दाई पनि हुनुहुन्छ पछि दाई त पुरा हेन्सम देखिनु भएको छ तपाईँ जाडोले त पुरा पक्क रातो गाला छ त नि अहिले निकाले नि हुन्छ नानी होइन राम्रै छ राम्रो मान्छेको त्यसै राम्रो कट्टी काट्ने कट्टी कहाँ भर्खर बच्चा पति मेरो माता मेरो बुढीको मनोकामना सबै पुरा होस् पनि पुरा होस् यहाँ चाहिँ हामी हनुमान पूजा गर्दै यता हामी फेरि नागदेवता यहाँ पूजा गर्नु अब गर्दै जान्छौँ नागदेवताको पूजा ल हाम्रो बुढीले मागेको कुरा पुरा होस् यहाँनिर चढाएको के चढाएको छौँ भनेर चाहिँ पछि भन्ने हामीले यहाँनिर है मनको कुरा मनमै ल हाम्रा यहाँका माता हुनुहुन्छ यहाँनिर मातासँग हामीले ल हामी चाहिँ यहाँनिर माताको आइपुग्यौँ गर्दै अब सक्दै गइरहेछौँ पूजा कतिजना भयो र हामी यहाँ घन्टी पनि चढाउँदैछौँ यहाँ चाहिँ कुन अरे भगवान् बानाना लिचा सोला ल्याउँदै छु अलिकति उकारेर त नलानु हो कि तल बाल्दै जाने कि पर्दैन ल मेरी माताले पनि पूजा गर्दैछन् यता आकाशेका
ल अब चाहिँ हामी बिदा हुँदै 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 गयौँ है। उता पूजा गरेर सक्दै निक्ल्यौँ। हुसे पनि राम्रै लागेछ तल यस्तो बादल सरर बगेको छ है। माथिदेखिको भ्यू साह्रै राम्रो। पाथी भएर दर्शन पनि गरियो, भाकल पनि पुरा गरियो, मागै पनि गऱ्यौँ, माग्यौँ मातालाई। यहाँनिर सबै भगवानहरू यता हुँदो रहेछ। भगवानहरू यहाँनिर अब जुन जुन भगवान जता जता हुनुहुन्छ सरर ढोक्दै ढोक्दै हामी भुलचुक भए माफी दिनुहोस् हामीलाई। हामी अब यसरी नै फर्किँदैछौँ। जति जानु त्यति गर्दै गयौँ है भगवान। दर्शन गरेर फर्किँदैछौँ। सक्यौँ हामीले। अब यता त्रिशुल राख्ने ठाउँ छ। यता तलतिर चाहिँ घन्टीहरू राख्ने बजाउने, यता बलि दिने। माता त देखिहाल्छ नि यहाँ आउनु न। ल आऊ है आऊ। ल दर्शन गरेर कस्तो कस्तो मजा भइरहेछ। मजा भएको छ। खुट्टा कतिको दुख्या छ त? हरायो? ल हाम्रो भाइलाई देखेपछि खुट्टा धेरै कम भयो। ल ओह्रालो त कुरुरुरु उडेरै सरर साइली।